नगरु न मिलेकै पो त त्यो त म गरेको गार्नु माला तपाईलाई हेलो खोटाङ संसदीय गुरुङ कमिटी सेवा मञ्च बडा राखिएको खोटाङ गुरुङ कमिटी सेवा समाज काठमाडौँबाट हाम्रा अतिथिहरू आइपुग्नु भएछ उहाँलाई धेरै धेरै धन्यवाद र उहाँलाई सिधै हाम्रा गर्नुहुनेछ भन्दै म सानो परिचय दिनको निमित्त म खोटाङ तपसेवा समाज काठमाडौँका हाम्रो आदरणीय खोटाङ समाज गुरुङ तपसेवा समाज भनेर एउटा शब्दलाई उत्थान गरेर आज यो स्थानमा आज एकै हुने एउटै को चाहिँ नि गुरुङ लामा म हाल योभन्दा पहिले चाहिँ म सिङ्गापुर पुलिस पोस्टमा चाहिँ काम गर्थेँ र पुलिस अफिसर पनि सिङ्गापुरको पुलिस अफिसर हो र रिटायर र अहिले हाल खोटाङ गुरुङ सेवा समाज काठमाडौँका अध्यक्ष होमनाथ गुरुङ र मेरो घर कालोपुल छ काठमाडौँमा र अहिले म भन्दै जाँदाखेरि आजभन्दा 10 महिना अगाडि खोटाङ गुरुङ सेवा समाजको अध्यक्षता मैले ग्रहण गरिसकेपछि म 1 महिना नबित्दै म चाहिँ खोटाङको गुरुङहरू खोटाङ जिल्लामा बसेका गुरुङहरूको बस्ती बस्ती जम्मा सानो ठुलो गरेर 40-41 वटा गाउँहरू छ त्यो गाउँमा कस्ता कस्ता गुरुङहरू बसिरहेको थिए र त्यो गाउँमा चाहिँ म असोजको 26 गते मेरो टिम 10-12 जना यस्तै 4 जना टिम लिएर म खोटाङ जिल्लामा गुरुङहरूको बस्ती बस्ती पुगेर आएको र त्यहाँ धेरै बस्तीहरू बसाइसराई गइसकेको हुन कारणले गर्दाखेरि अझै मलाई चित्त नबुझेर म पूर्वतिर लाग्दैछु अहिले खोटाङ सुनसरी गुरुङ सेवा मञ्चमा यहाँ आइपुगेको छु। अहिले मेरो साथीहरू मेरो टिम हुनुहुन्छ, हाम्रा आमासँगको अध्यक्ष ज्यू हुनुहुन्छ, सुनिता गुरुङ यहाँ हुनुहुन्छ, हाम्रा युवा सङ्घका अध्यक्ष हुनुहुन्छ सङ्गीत गुरुङ हुनुहुन्छ, मेरो सचिव हुनुहुन्छ मैना भान्जी मैनाबाट अहिले आफूले परिचय राम्रोसँग दिनुहुन्छ र मैले जानकारी मात्रै गराएँ र अहिले हाम्रा अब सबैले चिनेका हाम्रा जनजाति आएका के अरे माननीय सूर्यबहादुर गुरुङजी हुनुहुन्छ, अनि कोषाध्यक्ष हाम्रा खोटाङ गुरुङ सेवा समाजका कोषाध्यक्ष हुनुहुन्छ कालुराम गुरुङ हुनुहुन्छ, त्यस्तै हाम्रा खोटाङ समाजका सदस्य हुनुहुन्छ उहाँ पूर्ण कुमार गुरुङ हुनुहुन्छ र हाम्रा युवा सङ्घका सचिव हुनुहुन्छ विशाल गुरुङ, अनि साथै हाम्रा चालक हुनुहुन्छ हाम्रा हाम्रा गुरुङका अग्रज
हाम्रा दाई कर्णबहादुर गुरुङजीलाई पनि अगाडि रोलमा आएर बस्नुको लागि हार्दिक अनुरोध गर्छु। यसै गरी अतिथिहरू आसन ग्रहण गराउने क्रमलाई यही थाँती राख्दै सम्पूर्ण गरौँ छ के हो धेरै गरौँ ल के पुगेछ यो भित्र के छ यो भित्र हाम्रो गोठालाको यो चाहिँ भेडा गोठालाको यो भेडा गोठालाको हाम्रो यो बाकसै हो। सब कुरो मर मसलादेखि लिएर चामल साबुन लुकाउने मूल गठालाको लुकाउने ठाउँ यो मासुहरू सुकुटीहरू लुकाउने ठाउँ हामीले मर मसला सालभरि हामीले सिद्धि जाँदाखेरि हामीले सबै कुरो यही भित्र राखेर हामी लगेर हामी चलाउँथ्यौँ त्यो बेला। अनि सातु सामान नै छ त्यहाँभित्र सबै कुरो छ सबै कुरो चाहिँ भित्र छ। गोठालाको यही हो ल गोठालाको यही हो ठुलो हाम्रो बक्सा ल यही हो ल ठिक छ ल ल हुन्छ होइन साह्रो राम्रो है तपाईँले चाहिँ नि गरुङ भारी पुग्नु भएको रहेछ खुसी लाग्यो ल बिसाउनु लु बिसाएर चाहिँ राम्रो है यो सुनसरी खोटाङ गुरुङ सेवा समाज सुनसरीको यो राँटा काट्दैछ हाम्रो काकी र यहाँ तान बुन्दै हुनुहुन्छ गाडी बुन्दै हुनुहुन्छ। यो तररा इटरीको सुनसरी खोटाङ गुरुङ सेवा समाज सुनसरीले चाहिँ प्रदर्शन गरेको यो आज राडी पाखीदेखि लिएर यो ढुङ्ग्रो भेडागोठमा झुन्डाउने ढुङ्ग्रोदेखि लिएर सबै यहाँ तयार गर्नुभएको रहेछ। खुसी लाग्यो यो चाहिँ साथै यो हाम्रो परम्परागत अनुसार चाहिँ हाम्रो कल्चरहरूको सामानहरू पनि राखेको छ। बाजा गाजा सहित सबैलाई सामानहरू यस्तै पायो। ल कस्तो लाग्दैछ त हजुर यस्तो एक दुईवटा कुरा भनी अब तपाईँहरू यो खोटाङ गुरुङ समाजको गठन भएपछि काठमाडौँमा गठन भएपछि अब धेरै जग्गा उनीहरूले खोटाङ जिल्ला सबै जति सम्पूर्ण उनीहरूले भ्रमण गरिसकेपछि अब तर र मञ्चमा पनि आज मिति 2019 साल 21 सालको वैशाख कति गते त्यसरी 29 गते भएको छ। वैशाख 29 गते आइपुग्नु भएको छ। उहाँहरूलाई म मनैदेखि हृदयदेखि नै स्वागत गरेको छु। एकदम मनैदेखि नै धन्यवाद दिन्छु उहाँहरूलाई। धन्यवाद, थ्याङ्क यू।
व्यक्तिगत तर्फबाट यहाँहरू सम्पूर्णलाई छ्याजलो नमस्कार र यस कार्यक्रमलाई सफल बनाउनको निमित्त सहयोगी मन प्रत्यक्ष एकछिन भएको छैन, अझै भइरहेछ। उठ्नु, तपाईँ उठ्दा हुन्छ। टिम चाहिँ आज बुढा सुब्बामा आएको छ है। ए भएन चाहिँ यार, मेरो त यसरी खेल्नु पर्छ। सेल्फी भयो है, आफ्नो चाहिँ भएन, सेल्फी चाहिँ भएन। ठिक छ ल, रमाइलो छ है। हाम्रो खोटाङगुरुङ तमु सेवा समाज काठमाडौँ आज बुढा सुब्बाको मन्दिरमा हामी आएको छौँ। दर्शन गरेर हामी 1 घन्टा पछाडि फर्किन्छौँ। बुढा सुब्बाको मन्दिर यहाँ छ र ठिक छ ल। यी सबै चढाएको ध्वजापत्ताहरू, बुढा सुब्बा मन्दिरलाई चढाएको ध्वजापत्ताहरू यहाँ छ। यसरी हामी चाहिँ आज जम्मा भएर खोटाङ गुरुङ सेवा समाज काठमाडौँले चाहिँ नै एकदम हर्ष उल्लासको साथ बुढा सुब्बाको दर्शन गर्न आएको छौँ।
हामी चाहिँ नि बुढा सुब्बा मन्दिर घुम्न आएको छौँ काका यता हेर्नु त होइन बुढा सुब्बा मन्दिर घुम्न आएको छौँ हामी यसरी नाति बुढा सुब्बा घुम्न आएको कस्तो लाग्यो त तिमीहरूलाई एकदम रमाइलो लागिरहेछ बाजे लु के बर मान्ने है माग्नु है तिमीहरूले है त तल गर्मी भइरहेको थियो बाजे यहाँ आएर शीतल भयो है होइन भाइ यता बुढा सुब्बा घुम्न आएको है रमाइलो है आज बिहानै होइन ठिक छ अब होइन सर कस्तो लाग्यो गजब छ है बुढा सुब्बा यहाँ गीत गाउने मान्छेहरू छ व्यक्त गर्दछौँ। महासचिव हेमकुमार गुरुङ मुना, अध्यक्ष श्री होमनाथ गुरुङज्यू, मिति 2081/29 गते। धन्यवाद। अब यो हामी चाहिँ प्रशंसा पत्र दिनेछौँ, साथै फारम पनि फिलअप गरिदिनको लागि विनम्र अनुरोध गर्छौँ। खिच्दैछ डोरी गीत तरारामा हाम्रो भोटाङ सेवा समाज सुनसरीले चाहिँ अर्गनाइज गरेको भोटाङ कार्यक्रममा डोरी साँझ हाम्रो संयोजक अमृत कुमार गुरुङ हुनुहुन्छ। नमस्कार। हाम्रो प्रमुख अतिथि सूर्यबहादुर गुरुङ हुनुहुन्छ। सूर्यमानै भइरहेको यार।